के छ अनि पत्रकारको अलि चल्ली आउन छोड्यो त। होइन आउँछ, म स्योर छु आउँछ र आउनुपर्छ र नआए हामी हामी भन्छौँ नि ल्याउनुपर्छ। त्यही त टक्क एउटा दामी पोज भएको होइन, दारी सारी भएको फोटो हालिदेऊ भनेर होइन। त्यो आउँछ हजुर, चिन्ताको विषय छैन। हामीले चिन्ता ल्याएको छैनौँ। यस्ता कुराहरू जीवनमा हरेक 3-4 महिनामा फेस गरेकै छौँ, अझै फेस गरौँला, त्यसमा त के फरक परेर। त्यही त शान्तिनो कुरा त हो नि। दाइ यो त्यही कुराले हामी हाम्रो नेगेटिभ गइरहेको हो त दाइ लगातार। त्यसले नेगेटिभ गएको होइन, सायद हामीले बेचेर नेगेटिभ गएको होला कि होइन। त्यही भने धेरै नै गइसक्यो त। नबेचिकन नेगेटिभ जान्छ र होइन, कसैले त बेचिरहेछन्, अब त्यसले बेचेर पो तल आएको छ होइन। सो यो कुरालाई त्यसरी हेर्नु पर्यो कि, र जसले त्यस बेचिरहेको आशा चाहिँ छ दाइ एक दिन हामी फेरि ब्याक हुन्छौँ भन्ने चाहिँ। जसले बेचिरहेछ त्यसले नोक्सानमै बिचराले बेचिरहेछ भने उसलाई धन्यवाद भन्नुपर्छ कि सस्तोमा बेचिरहेछ कि होइन। हो दाइ अनि हामी यो सपोर्टमा चाहिँ कहिलेबाट आउँछौँ यहाँ? हेर्नुहोस् कहिले सपोर्ट आउँछ आउँदैन त्यो मैले फेरि भने, त्यो जसले गरिरहेछ त्यसलाई आइडिया होला, त्यसले गर्छ आफ्नो काम।